हेलो गाइस, दर्शन र नमस्कार सबैजनालाई। र आज हाम्रो 25 डेज रनिङ हो र यहाँ देख्न सक्नुहुन्छ यो बेडको पनि हामीले भुसा सबै चेन्ज गर्यौं। अब लास्ट एउटा बेडको र यहाँ हेर्नु, यो यहाँको पनि हामीले निकाल्दियौं। यस्तो खालको थियो र यहाँको निकाल्दियौं किनकि अब यी बच्चाहरूलाई दाना खानको लागि अलिक सजिलो होस् भनेर। र अटो ट्याङ्कर पनि आज हामी सबै क्लिन गरिसकेका छौं। र यहाँ हेर्नु है, लगभग आज हाम्रो 1.5 1.5 केजीको एभरेज भइरहेछ भाले र पोथी 1.4। र यहाँ हेर्नु, अनि आजको डेटमा चाहिँ हामीले 100 लिटर पानीमा यो पी फ्लोरा भन्ने यो जिनिस, यो मेडिसिन हामीले युज गरेका छौँ। र 2 प्याकेट हालेर ट्याङ्कीमा मैले मिक्स गरिदिएँ। र यहाँ हेर्नु, यी स्वस्थ छन्, बिन्दास छन्, बबाल छन्। हामीहरूका हाँस पनि यतापट्टि बाहिर छन्। र यहाँ हेर्नु, र यहाँ हामीले बडी स्प्रे पनि गरिरहेछौँ। र यतापट्टि नर्मल, उतापट्टि लगभग घर पनि हाम्रो बनिसक्न आँटो। र आजको अपडेट यस्तै खालको छ। र भिडियोहरू हेर्दै गर्नु होला। र राम्रो लाग्यो भने लाइक, कमेन्ट, शेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। र यहाँ हेर्नु, आज पुरा अटो ट्याङ्कर चमक खोरा, मतलब चम्किँदैछ। र यस्तै छ आजको अपडेट। भिडियो राम्रो लाइक, कमेन्ट, शेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू सो मच।